यो पैसा कमाउन कहाँ सजिलो छ हजुर, पैसा कमाउन कहाँ सजिलो छ। यस्तो छ पैसा कमाउने जिन्दगी। यहाँनिर यो पुरै भुइँ छ नि, भुइँ घोट्नुपर्छ यसले, सुई 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 तार ब्रस लाउनुपर्छ, त्यस पछाडि चिटिक्क बनाउनुपर्छ होइन। यसरी ल अब यहीँ मुखमा मास्क लायो, टाउकोमा टोपी लायो अनि घोट्यो। ल हेर्नुहोस् त धुलो कति उड्छ। पैसा कमाउन कहाँ सजिलो छ हजुर, पैसा कमाउन कहाँ सजिलो छ। हात दुखिसक्यो हत। धुलो उडे होइन, यो पैसा उडे हजुर, पैसा पैसा। ए सर्लक्क सर्लक्क यसरी घोट्यो, यसरी पैसा उडाउनु पर्छ यसरी। उड्यो हजुर, पैसा उड्यो। ल है पैसा टिप्न आउनुहोस् तपाईँहरू पनि, यसरी घोट्नुपर्छ। घोट्ली अब यो सर्लक्क लाएर यसलाई बढालेर एक ठाउँमा थुपार्ने होइन, यसरी है। त्यही भनेको पैसा कमाउन सजिलो छैन या हजुर, गाह्रो छ। त्यही भएर हेर्नुहोस् त हालत, यहाँ यस्तो हालत छ काम गर्ने बेलामा। ए मान्छे त यस्तो छ। त्यस पछाडि अब यो टक्कै यस्तो कालो भुइँलाई, यस्तो कालो भुइँलाई यस्तो सेतो भुइँ बनाउने हो। सेतो सेतो दुध जस्तै, ए कालो कोइला जस्तो थियो, अब दुध जस्तो सेतो बनाउने। अनि त्यसको धुलो हेर न, त्यहाँ धुलो, त्यसका डामना धुलो थुप्रेको छ एक पाथी। अब यो के को लागि भन्नुहुन्छ भने, यहाँनिर अब हामीले काम गर्छौँ, वाटरप्रुफको काम गर्छौँ। अब वाटरप्रुफ गर्नको लागि ठक्कसँगले रुपसिल हान्ने तयारी। अब यति नगरिकन रुपसिल नहुने रहेछ होइन। त्यही हो, यस्तो छ काम गर्ने जिन्दगी। पैसा पैसा कमाउन गाह्रो छ। विदेशमा जस्तै दुःख गर्नुपर्छ नि पैसा कमाउन त, तैपनि खै यस्तै हो। अब यहाँ टक्क भ्यूहरू पनि हेर्न पाइन्छ है। ल उता कपन गुम्बा होइन, खै कुन गुम्बा हो त्यो गुम्बा चाहिँ, गुम्बा कपन गुम्बा, आनी गुम्बा, सेतो गुम्बा, रातो गुम्बा, कुन चाहिँ गुम्बा, कतिवटा गुम्बा गुम्बा छ यहाँ। यसो टक्कसँग यो पनि हेर्न पाइन्छ है मजाले। ल हजुर, यस्तै छ जिन्दगी, जिन्दगानी दर्पण छ यहाँ।